हेर्दाखेरि चाहिँ एकदम डेलिसियस भए जस्तो छ है, मिठो होला जस्तो छ। मैले बनाएको कुरा मिठै हुन्छ तर फर्स्ट टाइम आज फेरि मैले एउटा नयाँ कुरा लिएर आएको छु। त्यो हो के भन्दाखेरि यो प्राउन। आज यो प्राउन बनाएर हेरौँ। आई डोन्ट नो हाउ टु कुक बट लेट्स सी। सधैँ नयाँ केही डिफ्रेन्ट गर्नु पऱ्यो होइन, नयाँ कुरा सिक्नु पऱ्यो। त्यही हो गाइज, लेट्स कुक इट। पकाउँछ भनेर त ल्याइहाल्यो तर सबैभन्दा स्ट्रगल चाहिँ अब कसरी पकाउने भन्ने कुरामा छ। केही पनि थाहा छैन मलाई। अब अघि एक दुईवटा युट्युब हेरेँ, अब त्यही हो। अब युट्युब हेरेर पकाउने एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ नहोस्, मत पकाउने हो। ल आज चाहिँ आजसम्म पकाएको छैन मैले, फर्स्ट टाइम हो गाइज। त्यो भएर सबै पनि नपकाऊँ, सुरुमा आधा पकाऊँ भनेर सोचिरहेको। यदि मिठो भइहालेन भने सबै वेस्ट हुन्छ। सो फ्रोजन छ, यति पकाऊँ है त, एकजना मात्रै। यति बनाउनु पर्ला अहिले, सिक्न पनि हुन्छ। यो चाहिँ फेरि पछि अहिले यो मिठो भइहाल्यो भने इनकेस we have another chance. So first of all के गर्नु, अब फ्रोजन छ, यसलाई बोइल त गर्ने होइन होला। यसलाई सुरुमा फ्रोजन हटाउनु पऱ्यो, पखाल्नु पऱ्यो है त गाई। त्यसलाई सुरुमा हेरौँ कस्तो हुन्छ। त्यो फेरि अघि युट्युब हेरेर त्यसो बिर्सिसक्यो, फेरि युट्युब हेर्नुपर्ने छ जस्तो। थोरै भयो, त्यही नि केही छैन। एकजनालाई हो, अब एकजना त पुग्छ। यसलाई म्यारिनेट गरौँ है। अब युट्युबमा हेर्दाखेरि त यसो म्यारिनेट गरे जस्तो देखाएको थियो। सो बेसार नुन हाल्दा अलिअलि तेल हाल्यो। अब तेल पनि तात्यो। अब यो अघि यसो म्यारिनेट गरेको यसो हालौँ है त। एक दुई मिनट मात्रै यस्तो भनेर भनेको थिएँ फ्राई गर्ने भनेर युट्युबमा त। सबै हाल्नु त्यतिको ठ्याक्कै यो चाहिँ फ्राई भइसकेको छ। हल्का हल्का डार्क डार्क हुँदो रहेछ, यो फ्राई भइसक्यो। अब यहाँ टमाटर र खुर्सानी प्याज लसुनहरू छ, यो म ठ्याक्कै काट्छु अनि यो फ्राई गरेको निकाल्नु पऱ्यो। र गाइज यो तेल पनि त्यो भयो, प्राउन पनि हल्का ब्राउन भएर निकालेँ मैले। अब यो फेरि मसलाको लागि तेल हालेर रेडी गर्न चाहिँ अलिक धेरै मसला हाल्नु पर्दो रहेछ। अब हालेर अब यहाँ कटिङ गर्ने कुराहरू पनि काट्दै थियो, ठ्याक्कै तेल तात्यो। यो जिरा थोरै फुटाम र अघि भर्खरै जिरा फुट्दैछ, खुर्सानी हालौँ। यो के होला लसुन हाल्यौँ, प्याज पनि सकिहाल्छ। खेतमा गएर त कसै गरेर बारीमाबाट गएर प्याज लिएर आएँ। यो प्याज पनि काटौँ, थोरै प्राउन छ त्यो सबै कुरा थोरै थोरै भयो, थोरै हाल्ने जस्तो पारेर थोरै हालेँ। प्याज पनि हालौँ र अब एकछिन चलाउनुलाई त्यो बेसार पनि अहिले हालिदिइहालौँ अनि नुन पनि हालिदिइहालौँ र मसला पनि हालिदिइहालौँ है त। थोरै छ, अब अहिले पकाइहाल्नुपर्छ। अब मसला पनि रेडी भइसकेको छ। अब यो हाम्रो प्राउन ठ्याक्कै यसमा हाल्यौँ नि त, यसो हाल्यौँ ल। अब यो ठ्याक्कै चलाउने छौँ र आई थिङ्क गाइज हाम्रो प्राउन चाहिँ रेडी भइसकेको छ। लेट्स है कस्तो भयो त्यसलाई हजुरहरूलाई पनि म देखाउँछु। हेर्दाखेरि चाहिँ एकदम डेलिसियस भए जस्तो छ है, मिठो होला जस्तो छ। मैले बनाएको कुरा मिठै हुन्छ तर प्राउन फर्स्ट टाइम बनाएको, त्यही नै मिठो होला जस्तो छ। ल यसलाई चाहिँ ठ्याक्कै यहीँ यसमै हालौँ अनि यो फ्राईमा एउटा फेरि अन्डा फ्राई गर्नु पऱ्यो अनि यही खाएर अब जिम जानु पऱ्यो होइन। देखाउँछु कस्तो भयो, बाहिर अलि लाइटमा ल्याएर देखाउँछु, अलिक राम्रोसँग देखिन्छ।